स्वागत छ। र अहिले चाहिँ बिहान भइसकिसकेको छ, घाम पनि कस्तो आइसकिसक्यो, 9 बजिसक्न आँटिसक्यो। म उठेर ब्रेकफास्ट पनि गरिसकेँ, चिया खाइसकिसकेँ। र आज चाहिँ हो सन्डे अनि मेरो स्कुल पनि छैन र म चाहिँ मेरो साथीको घर नगरकट्टा जाँदैछु। अनि मेरो साथी भनेपछि तपाईँले बुझिहाल्नु भयो होला है, मेरो एउटै बेस्ट फ्रेन्ड छ, त्यो चाहिँ हो मनिषा। अनि उसको नानीलाई पनि भेट्ने, उसको घर पनि जाने, अङ्कल आउनु भएको छ। अनि अर्को इम्पोर्टेन्ट चाहिँ के हो, आज चाहिँ मेरो वेडिङ एल्बम मैले मेरो हातमा पाउँछु। अङ्कलले हिजो ल्याइदिइसक्नु भएको थियो र त्यही एल्बम पनि लिनु जाने। अनि आज दिनभरि म उतै हुन्छु साथीकोमा र साथीको घरको भ्लग पनि बनाउँछु। सो हेरिदिनु होला आजको भिडियो। र मैले चाहिँ सबै कामहरू पनि सकिसकेको छु। अब नानीलाई मैले खिर बनाइदिएको थिएँ, खिर बनाइदिएको थिएँ। खिर पनि मैले चाहिँ हेर्नु न, दुध पनि सुकेछ सबै, अघि बनाएको त्यही नि कुकरमा बनाएको हो। ठिकै छ, नानीहरूले त खान्छ यस्तो पनि। अनि यही लगिदिनु पऱ्यो, त्यसलाई टिफिनमा हालिहेरि। यहाँ टिफिनमा पनि हालिसकिसकेँ। अब यसलाई फ्रिजमा राखिदिनु पऱ्यो, चिसो मिठो हुन्छ नि। सबै काम सकेँ, अब म रेडी हुन्छु। यो लुगा लगाएर जान्छु, गरम छ आज चाहिँ। अब म चाहिँ निस्केको, ब्याग स्याग छाता पनि बोकिसकिसकेँ। अब अलरेडी 11 बज्नु पनि आँटिसकिसक्यो। अब चाहिँ जान्छु, अब डाइरेक्ट साथीको घरमा भेट्नुपर्छ। नगरकट्टामा सुमन ल्याउन आएको थियो, अब जाँदैछु सुमनसँग। मनिषाले घरमै बनाइदिएको थियो हो। मैले देख्नुमा चाहिँ मेरो अब म यहाँ भने रुद्बी रेसिपीको सबसे के भन्छ अब यो सबसे अनमोल चिज अनमोल है। थ्याङ्क यू। लु सुमन अङ्कलले ल्याइदिनु भएको यो चाहिँ हो मेरो बिहाको एल्बम। गरौँ पो रहेछ त उनी। यता मनिषाले धमाधम के पकाउँदैछ, यो मनिषाको किचन। आइसला यो चाहिँ हो बिहाको एल्बम। ढेन्टाडाङ यो चाहिँ रहेछ मेरो बिहाको एल्बम। भुइँमा बसेर हेरौँ होला हौ मजाले। खै यता हेर न रुद्बी, छिटो। कि यहाँ फोनमा हेर, यहाँ हेर, यो के हो, के हो? सिरियस छ। दामी भएछ त है। ए यो चाहिँ के हो? ए यो एक्स्ट्रा हो। त्यही त, म त के हो भन्छु नि। आइसला दामी भएछ, दामी दामी। यो चाहिँ हो मेरो बिहाको एल्बम। हजुर, यो इन्गेजमेन्टको। आइसला कोक पनि ल्याइदियो। दामी दामी। यता सिरियस छ। रुद्बी रुद्बी जय गरिदेऊ यता, मलाई जय गरे खै, जय भन। अपुइ नो अरे। यो हो मनिषाको गाउँ। यो हो मङ्ग्रुपाडा देखाइदिएको अब मैले मेरो भ्लगमा। पानी छिटायो। यो चाहिँ हो मनिषाको गाउँ मङ्ग्रुपाडा। पानी पनि छिटाउँदैछ। अनि यहाँ चाहिँ छ फुटबल ग्राउन्ड पनि रहेछ। यहाँ एउटा प्राइमेरी स्कुल रहेछ हिन्दीको। अनि यहाँ चाहिँ परको चाहिँ एसएसके। मनिषाको स्कुल चाहिँ ऊ पर छ, उता पर छ। यो चाहिँ होइन। पानी पर्यो। अब ससुरा ज्वाइँले लुगा उठाउनु थाल्यो। यतिको चाहिँ मिल्ने हुनुपर्छ है ससुरा ज्वाइँ भएपछि चाहिँ।
त्यही हो मनिषाको रुम। यता पनि छ हाम्रो रुम चाहिँ दुईटा रुमबाट नै तुरिन्छ, मेरो र मनिषाको रुम चाहिँ। उहाँनिर अहिले रिल्याक्स भएर चाहिँ त्यो चाहिँ नहेरौँ होला। अनि म चाहिँ यहाँ बस्ने। यहाँ चाहिँ गाडीको धनीहरू छ यिनीहरू। यहाँनिर नानीको आफ्नै गाडी छ, बाउ आमाको आफ्नै छ हो, बाउको आफ्नै, बाजेको आफ्नै। पानी पनि पर्यो। मेरो साथीको रुम टुर चाहिँ यही हो। यता चाहिँ छ के अरे टोइलेट, अनि यता चाहिँ छ किचन। किचनमा मिठो मिठो पकाएको छ। अनि यहाँ छ यी मनिषाका आमा आन्टी। बाबाको चाहिँ छैन रहेछ नि फोटो पनि। मुस्नु थालेछु कि भिडियो चाहिँ गर्नै बिर्सेछु। यी खाना खानु आँटेका अब हामीहरू। यहाँ दाल छ, चिकन छ। यो के हो मनिषा? चिज मुन्टा हालेको हो। मुलाको अचार, भात, अचार। आमामामा स्पेसल भइरहेछ। अब हामी खानु आँटेको। सुमनको त्यहाँ माथि छ, उसको चाहिँ भात देखाउनु हुँदैन अरे, अन्त अलग्गै खाएको। उसको चाहिँ डाइट अलिकति हेभी नै छ हामीभन्दा चाहिँ। अन्त मनिषा आउँदैछ, लु अब खाइहाल्छु। यहाँ खाँदैछ। खाना पनि नखाई ऊ बुढालाई दिँदैछ परैले। कस्तो स्याहार्छ। फेरि बुढा पनि कमी छैन, कस्तो काम गरिरहेछ। मोटो भएर डल्लै काम सुमनले कति सघाउँछ हो। यस्तो बुढा चाहिँ फेरि भाग्यमानीले मात्रै पाउँछ नि। अघि देखिहाल्नु भयो तपाईँहरूले, पानी पर्ने बित्तिकै खुरुरु कुदेर लुगाहरू उठाइहाल्यो। बुढी सुतिरहेको थियो ओछ्यानमा हो। हेरौँ हातको हेरौँ। अर्को तिम्रो मिठाई भएको। अबुई खाने मान्छे। अबुई पानी आएर त झन् घाम लागेर झन् गरम परेर। पानी आएर त गरम हुन्छ। पुरा जमिन तातिन्छ नि, झन् पास हुन्छ। के नानी मिठो मिठो? अब यहाँ दुईजना डक्टर र डक्टरनी रेडी बसिसकिसक्यो मरिजलाई। होइन हौ, नानीलाई चाहिँ के साह्रो पर्छ? आमा बाउ हुनु भयो भने चाहिँ यस्तो हुनु पर्दो रहेछ है। हामी चाहिँ यहाँ कफी खाँदैछौँ। अनि कफी बनाउने मान्छे चाहिँ यहाँ मजाले बसेर कस्तो मिठो कफी बनाउँछ। सधैँ स्पेसल यहाँ आउँदा चाहिँ सुमनले बनाएर दिन्छ। यतिको बुढा चाहिँ हुनै पर्यो। अनि यहाँ बुढी हेर्नु फेरि धमाधम यति साह्रो माया लाग्दो भएर भुइँमा बसेर स्कुल डङ तासेको छ बनाउने चाहिँ के हो कुनी अहिलेसम्म त थाहा छैन। बाजे फेरि सुतिरहनु भएको छ, नातिनीलाई सुताएर सिरियस भएर। नातिनी बिन्दास छ पर बल्ल फोन चलाउनु पाइरहेछ बाउले। फेरि कफी खाँदै रिल्याक्स मुडमा। 5 बजे उठेर बिहान हेर्नु त 5 बजे उठ्छ बिचरा। दुःख गरेकै हो नि। ला 5 बजी दिए छैन अरे तिमीले? होइन तर गर्छ सुमनले। त्यही त अब यो कफी बनाएको त मैले सुमनले बनाएको देखेको।
छोरीलाई खोकी लागेर केही छैन। लु गाइस, अब यो करेसो गरेको देखेर चाहिँ बुझिसक्नु भयो होला के छ भनेर चाहिँ। मोमोमा पकाउनु आँटेको छ धमाधम साथीले चाहिँ। लु अब ज्वाइँ साहब चिया बनाइदिनु पर्यो। भन्दा नि चिनी पो सकिरहेछ, म चिनी लिएर आउँछु नि। चिनी त अहिले नै दिएन मैले। पहिला मिलाएर चाहिँ त्यो अब खटिहाल्ने। त्यो पहिला टक्कै राख्यो। हजुर बाजे बाबा सिलामै हो कि सडिएको? यो रहेछ नि त अन्त फिटिङ गर्ने तरिका चाहिँ। गर्ने तरिका चाहिँ यस्तो हो। ऊ छोरीले अन गरिहाल्यो। यस्तो एकदम बाठी। तिमी ममता ब्यानर्जी हुने कि इन्दिरा गान्धी? इन्दिरा गान्धी हुने? ल ल ल ल भन न छिटो। म मनिषा सुब्बा हुने भन्न न। तिमी डक्टर इन्जिनियर केही नहुनु, तिमी नेता हुनु हो कि हैन? हेर्दैछ छोरीले। ममता दिदीको अहिले 12 बजार आयो। तिमी डक्टरहरूको चेकअप तिमी गर्नु, ममता ब्यानर्जीको राइट ह्यान्ड भएर। ला रुद्बी के भन्यो बाबाले? भाषण ठिकै के बजेको यस्तो खडा खडा खडा? त्यो स्पिडमा हुँदै हुँदैन। यो अलिकति यसको प्यारालाइज भएर मोमो पनि पाकिसक्यो। ए पाके अरे बनिसक्यो। के बेल्यो लेयर पो बेलेछ त। नरिसाइहाल न त्यस्तो अन्त। यहाँ म र सुमन भएर बनायौँ। मनिषाले यहाँ बेलेको छ फेरि। यहाँ राख ल। मोमो यसो गर्न न रुद्बी। आइसला अब हामी मोमो खाने, रुद्बीले चाहिँ नखाने अरे। खै मनिषा चाहिँ अब यो चाहिँ हो मङ्गरुपाडाको कोसेली पाको। अब हामी चाहिँ गएको। यहाँ छ कटल, भोलि पकाउनु पर्छ। रुद्बी बाई बाई। खै यता हेरेर बाई गरेको हेर। उसको देउता बिग्रिरहेछ अहिले। गयो ल। अब चाहिँ बाटो लागेको मनिषाको घरबाट। लुगाइ सुकाइरहेछ मनिषाले। सुमनले पुर्याइदिन्छ अब मलाई। किन त्यहाँ झुन्डाको? म बोक्थेँ त अन्त हातमा। किन अप्ठ्यारो हुन्छ? मैले चार्जर हालेँ एकछिन ल। ए हाल्यो त हाल्यो। अब चाहिँ म लागेको घरतिर। घर मेरो रुम झन् कस्तो तातिरहेको होला। लु गाइस अब फेरि हामी चाहिँ फर्केको। मैले चाहिँ एल्बमै लानु बिर्सेछु। पुग्यो। यहाँ छ कटहल। यो कटहल पनि बनाउनु पर्छ। कट्टर झन्डै मैले आज बिर्सेको। र फाइनली घर पनि आइसकिसकेँ है। मेरो सामानहरू पनि लिएर आएँ, तर झन्डै बिर्सेको। हामी यता नगरकटा यता टोल पनि पुगिसकेको थिएँ कि त्यति बेला पो के बिर्सेँ भयो नि त। झसङ्ग याद आयो। मैले त अन्त ला एल्बम नै बिर्सेछु सुमन भनेर त फेरि घुमाएर फेरि गएर लिएर आएको हो। जुन चिज चाहिँ मेन ल्याउनु गएको त्यो नै झन्डै बिर्सिसकेको थिएँ। ल अहिले भर्खर आइपुगेको। चेन्ज पनि गरेको छुइनँ। सुमनले चाहिँ यहाँ गेटसम्म चाहिँ छोडिदियो। अन्त चाहिँ ऊ गयो र अब चेन्ज गरेर चिया बनाएर खाएर एकछिन चाहिँ रेस्ट गर्छु। सो आज दिनभरि साथीकै घरमा बित्यो। मोमो पनि खायौँ, मिठो भयो। सो तपाईँहरू सबैले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू वन्स अगेन फर वाचिङ माई भिडियो। सी यू अगेन इन माई नेक्स्ट भ्लग। अन्टिल देन बाई बाई एन्ड टेक केयर।